हेलो गाइस, तपाईँलाई स्वागत छ मेरो ब्लगमा। हेलो दाइ, के छ? ठिक छ म त कहाँ जानु लाग्नु भएको? यसो घुमघाम गर्नु आज छुट्टी छ त्यही भएर। कहाँ माथि उलु डाँडामा हो? हजुर त्यता जानु भनेर आज यसमा गएको छैन कि हेरौँ कस्तो छ है आज। जस राम्रो छ, ठिक छ। म त 2 चोटि गएँ, आज गरेर 3 चोटि हुन्छ। ए हो ल है त। त्यस रमाइलो छ। ल हामी जाँदैछौँ। अगाडिको बाटो देखाइदिन्छु है, म रोक्नु है। अब हामी यहाँबाट ठ्याक्क अगाडि उलु सेन्टरतिर जान लागिरहेछौँ होइन। चिसो छ, के छ रुपेश भाइ? तपाईँ हराइदिने हजुर राम्रो छ होइन। आज हल्का घाम पनि लागेको छ, अरू दिन जस्तो छैन। तर चिसो चाहिँ लास्ट चिसो छ। यतिको ज्याकेट लगाएर आउँदा पनि चिसो छ यार। अहिले त हामी चिसोमा परेर पनि हो, घामतिर अलिक न्यानो छ। घामतिर अब हेर्नुपर्छ छ। पारि जानुपर्छ है हामी। ओके, अहिले हामी यता उलु सेन्टरतिर छौँ, उलुको मेन एरियातिर। अब हामी जाँदैछौँ माथि डाँडातिर, यसो यताको यो साझा बिदाको दिन टाइम पास गर्नु। अनि पछाडि लास्ट भुलिनुहुन्छ यार त पछाडि भुलिनु भएको। मलाई यस्तो गएको जस्तो लागेको छ। यहीबाट बाटो काटौँ न। खोइ अर्को चाहिँ खोइ। जमजम आउनु। छिटो 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 छिटो। ए लन्डनको बस है पछाडिको। हजुर होइन होइन, यो पछाडि चाहिँ यस्तो छ है गाइज। अब हामी पुलिस मेन सेन्टरतिर हो। यस्तो रमाइलो छ, रमाइलो छ है गाइज। तर यतैबाट सिधा अगाडि। अब हामी यहाँ यो चाहिँ उलुजको एलिजाबेथ लाइन हो। यहाँबाट चाहिँ यही लाइन हुँदै जाने हो। ल हेर्नु है, यसरी यहाँ साइकल राखेका हुन्छन्। यहाँ चाहिँ चोर्छन् भनेर यस्तो कडा गरिकन राखेका हुन्छन् कि यत्रो ठुलो चेन, भोटे चेन, भोटे भन्दा नि महाभोटे चेनहरू लगाएर राख्छन् क्या साइकलमा पनि। एउटा सिधै अगाडि जाने। यो एलिजाबेथ लाइन नि, पुलिस एलिजाबेथ लाइन, यो ट्रेन स्टेसन हो यहाँको। स्टारबक्स हेर्ने रहेछ नि यार। यो चाहिँ उलुज आर्सेनल है। तपाईँहरूले आर्सेनल भन्ने फुटबल क्लबहरूको नाम सुन्नुभएको छ भने त्यही आर्सेनल फुटबल क्लबको हो अरे। यहाँ पहिला आर्सेनल क्लब चाहिँ यो त थियो, अहिले चाहिँ अलिक सरेको छ, अलि अगाडि अलिक टाढा राखेको छ। अनि आर्सेनलको अर्थ हजुर अनि आर्सेनलको असली मिनिङ भनेको चाहिँ के भने चाहिँ वेपन्स। पहिलाको चाहिँ ब्रिटिस युकेमा चाहिँ वार हुने टाइम, त्यस्तो टाइममा चाहिँ यो आर्सेनलमा चाहिँ यो ठाउँमा चाहिँ वेपन लुकाउने ठाउँ थियो अरे। यहाँबाट नै वेपन डिस्ट्रिब्युट गर्थ्यो अरे, हात हतियार। आतङ्ककारी ठाउँ हो। अहिले हुनु पनि त्यस्तै छ, कालेहरू यस्तो आतङ्क मचाउँछन् यार, होइन त दाइ? यस्तै छ। हेर्नुहोस् हाम्रो दाइहरू पछाडि। हेलो दाइहरू, के छ? ठिक छ है ल हाम्रो दाइहरू होइन, त्यो यसो भिडियो बनाएको दाइ। भरे युट्युबमा हाल्छु म। ल ल कसै भनेको ल कति ल वेपन तोप
फाइनल्ली थेम्स खोलानिर पुग्न लाग्छौँ है। अब यो डाँडा यो घरहरू भयो ल है। अब हामी चाहिँ थेम्स नदीको कति छेउमा कुकुरहरू त भइहाल्छ। यहाँ कुकुर नभुक्छन् न केही गर्छन्, लाटालाटी जस्तै लाग्छ यार कुकुरहरू नि। भुक्दैनन् नि, कहाँ कहिले भुकेर देख्नु भएको छ? भुक्न त भुक्छन् होइन, त्यस्तो भुक्दैनन् के। डाँडा त अझै उताबाट जाने हो क्या, ऊ त्यो पङ्खा चलेको त्यहाँ पुग्नुपर्छ। अब हामी आयौँ थेम्स नदीमा। यो पुरै थेम्स नदी हो होइन। पुरै यो नदी त के हो भन्दाखेरि मान्छेले खनेर बनाएको हो रे भन्छन् है। हुन पनि होला, यस्तो ठाउँमा कहाँबाट त्यो पुग्छ। पुरै मान्छेले खनाएर बनाएको नदी हो रे। यत्रो ठुलो छ, पुरा हेर्दा पनि समुद्र जस्तै छ, तर नदी हो। पानी फोहोर छ, पछाडि हेर्दाखेरि निलो देखिए पनि पानी चाहिँ फोहोर छ। हामी यहाँबाट अलि अगाडि जान्छौँ। ल अब हामी यहाँ थेम्स नदीको अगाडि नै अगाडि बढिरहेछौँ। चिसो त चिसो छ हेर, घाम लागे पनि हामी खोला वारी भएर खोला पारी भइदियो नि चिसो नहुने, घाम थियो होइन। त्यही हो नि, बेरोजगार भएर हिँडेको छ है युकेमा, काम नभएर। यसो काम छ भने हामीले भनिदिनु होला। तल जाऊँ है दाइ, तलको बाटो हिँडौँ। चिसो छ के डेन्जर। यसरी आइरहेछौँ, अगाडि हिँडिरहेछौँ। ल है अब हामी फाइनल्ली घामतिर यसो हिँडिरहेछौँ। फाइनली घाममा पुगियो, पछाडि घाम छ, अलिकति न्यानो भएको छ। चिसो चिसो छ तर न्यानो चाहिँ हल्का, घामले गर्दा न्यानो भएको छ। रुगा त्यो चिसोले गर्दा होइन, नाक त्यसै दौडिन्छ, हरामी नाक यस्तै छ। चिसो चाहिँ चिसो छ। जस आज घुम्न आइयो, धेरै पछि यसो रिफ्रेस हौँ भनेर आइएको थियो। दाइहरूलाई हिजै प्लान बनाएर दौडौँ भनेर ल्याइएको थियो है। जस आज जस रमाइलो भइरहेछ। कस्तो भइरहेछ दाइ? ए हजुर ठिक छ, राम्रो छ, रमाइलो। पहिला आउनु भएको थिएन यो ठाउँमा? यो ठाउँमा आएको थिएन हो, यो त फर्स्ट टाइम आएको। अझै माथि डाँडामा जाऊँ ल, अहिले सबै देखिन्छ। यो साइडतिर आएको थियो पछि डाँडामा गइसकेपछि तपाईँहरू बस्ने ठाउँ सबै देखिन्छ। प्लम स्टेट उइल सबै देखिन्छ त्यहाँ माथिबाट। अनि राम्रो छ। चिसो हावा छ, चिसो छ नि, चिसो छ। अगाडि चाहिँ हाम्रो दाइहरू बसिरहनु भएको छ चट्ट लगाएर थेम्सको नदीमा। ए यहाँ पनि राजनीतिक कुरा गर्दैछन्। ए नेपालीहरू जहाँ गयो नि राजनीतिक कुरा गर्न चाहिँ छोड्दैनन् भन्छ दाइ। माहौल त्यस्तै छ है। के छ दाइ? ठिक छ, समस्या छ। घन्टीमा कि सूर्यमा? होइन, म त माटोमा हो। माटोमा हो अहिलेको लागि त सूर्य काम ठिक छ होला नि। होइन, अब घाम ताप्नु कति आनन्द भइरहेछ चिसोमा। को माटो छैन चाहिँ? अहिले जित्ने भन्ने कुरा होइन त, कति जित ल्याउँछु भन्ने कुरा होइन, कसरी जित्ने छैन। खोलाको छेउमा छौँ। अब हामी जाँदैछौँ डाँडा। अब लगभग पुग्न लाग्यौँ भने नि हुन्छ।
चिसो पनि त्यस्तै छ यहाँ। अगाडि जाँदैछु, दाइहरू अगाडि पुगिसक्नु भएको छ। मेरो दाइहरू अगाडि, त्यो चाहिँ अगाडि हुन्छ, म चाहिँ अलिक पछाडि छु, बिस्तारै हिँड्दैछु। चिसो छ के गर्नु, कान ठिराइसक्यो। यस्तै छ हजुर। विदेश भनिन्छ हेर्नु, विदेश पनि कहाँ सजिलो छ त, सोचेको जस्तो भनेको जस्तो गाह्रो छ। हप्ताको एक दिन हुन्छ, बिदा हुन्छ, त्यही बिदामा घुम्ने हो। एक दिन त होइन, 2 दिनै हुन्छ प्रायः जसो। तर हाम्रो नेपालीहरू नेपालतिरबाट आउनुभएको साउथ एसियन भनौँ न, इन्डिया बङ्गलादेश नेपालतिरबाट आएकाहरू, त्यो रिजनतिरबाट आएकाहरू चाहिँ सकेसम्म बिदा बिदा नपाए हुन्थ्यो भनेर भन्छन् भने बस्दैनन्। हप्तापत्त बिदाको दिन पनि काम गर्न खोज्छन्। एक त स्टुडेन्टलाई त्यस्तै गाह्रो छ होइन, यस्तै हो, गाह्रो त गाह्रो छ। आफ्नै देशमा त गाह्रो छ, अर्काको देशमा आएर झन् के सजिलो हुन्छ। स्टुडेन्टलाई झन् सबभन्दा गाह्रो चाहिँ यहाँ स्टुडेन्टलाई हो। अझ ब्याचलर भन्दा पनि ब्याचलर पढ्न आउनेलाई चाहिँ लास्टै गाह्रो छ। मास्टरलाई पनि सजिलो त होइन, तर गाह्रै छ। काम नपाएसम्म त गाह्रै हो, काम पायो भने चाहिँ जस ठिकै हुन्छ। काम पायो भने चाहिँ सर्भाइभ गर्न सकिन्छ यताउता, त्यही हो। हजुर दाइ, हामी भर्खर फेरि यहाँ अगाडि गएर छौँ। हामी लगभग 600-700 किलोमिटर मिटर 600-700 मिटर अगाडि पुगेका थियौँ। फेरि हामी फर्केर पछाडि आयौँ। अब चाहिँ हामी फाइनल्ली गार्डनभित्र छिर्न लाग्छौँ। यो चाहिँ गार्डन हो यहाँको। हामी यो छिर्न लगाएको, हामी गेटमा छौँ। इन्टरभ्यू हुँदैन नि फेरि यहाँ त, स्वाट आउने छिर्ने जाने हो, घुम्ने त्यस्तो धेरै त्यो ठाउँमा पार्कतिर यताउतातिर फ्री नै हुन्छ। यहाँ टिकट हुँदैन। सटर अगाडि त्यो चाहिँ यस्तो छ। हामी यहाँ म उल्टो हेरिरहेको छु र यहाँ पछाडि यस्तो दाइहरू अझै हामी सबैजना सँगै पुग्यौँ। हराएर बाटो बिर्सेर, हराउनु त के हराउने, बाटो बिर्सेर होइन कि कसो रुपियाँ चाहिँ सही कुरो भन्नु भयो भाइले। हो मेरो सुरुमा आउनु भयो है। न यो त गाडी पाउने, न यो त के पाउने है। खोला हिँडेर फेरि फर्के त भइहाल्थ्यो नि, त्यही बाटोबाट होइन। कहाँ हराउने त कहाँ हराइन्छ र होइन। अलिक दिमाग लगाउने भने त सकियो त। अब चाहिँ राम्रो छ ल है। यहाँ टक्क रमाइलो छ। अस्ति एकचोटि आउनु बेला यहाँनिर कि यहाँनिर कि यता पछाडि टक्क रुख ढलेको के, भाँचिएर पुरै ढलेको थियो, भुइँमा थियो। यसरी साइडबाट जानुपर्ने थियो क्या। पहिला आउँदा हरियो थियो यार यहाँ, अहिले हेर्नु पुरा। तर एउटा कुरा के अचम्म लाग्छ भने मलाई होइन, रुखको पात केही छैन कि, तर भुइँ हरियो हुन्छ कि यार। यहाँ घाँस हेर्नु न यस्तो के हरियो के, हाम्रोतिर हुँदैन कि। होइन हाम्रो पनि चिसो त हो त, तर के हुन्छ भनेपछि पुरै घाँसहरू सबै सुक्छ नि त। हजुर पुरै लिएको नि मेरो त। यो माथिको त्यो डाँडा हो क्या सबभन्दा टपको। यताबाट टक्क जाँदैछौँ उयो टुप्पोमा, उयो डाँडामा। यस्तै हो नि यहाँका पहाड भनेको ठुलो डाँडा। हजुर पाल्पाको कौली डाँडा रे है। ल है, को पाल्पाबाट हुनुहुन्छ यसो। अमृतसर घारी पुरा हल्का हेर्दाखेरि चाहिँ त्यो पहिलोचोटि जाँदा जस्तो देखिन्छ कि काउली जस्तै। अनि काउली डाँडा भने चाहिँ काउली जस्तै देखिनु परेन।
के अरे नेपालको चिया बगान छै ए इलाम इलाम इलामको स्टाइलको छ कि डाँडा हो त्यो इलामको त्यो चिया बगान छ त्यहाँ चाहिँ पुरै अमृतसर घारी ए समूहहरूले लगाएको कति आम्दानी इलाम त्यो खास पर्छ अरे नयाँ धेरै सफल पनि काटेको थियौँ मिलाएर यसो केही न हजुर अनि 3-4 यो भन्दा ठुलो डाँडाहरू यता नेपालका त्यो सानोतिनो डाँडा हेरेको नि त के हुन्छ भने ओके हामी फाइनल्ली भित्र छिरेका छौँ अब चाहिँ हामी डाँडा चढ्न लागेका छौँ यो माथिको हाइटमा जाने हो अनि अब डाँडा चढ्दैछौँ त्यो चाहिँ खासै ठुलो डाँडा पनि छैन एकैछिनको हो यहीँ त्यो हो सानो छ है अब चिसो आउँछ माथि हावा यस्तो मिठो हावा आउँछ कि कि डाँडा एक राउन्ड घुम्ने हो यसरी सर र डाँडा जाने ल त ल अब त घाम जान लागिसक्यो डाँडा डुब्न लागिसकेको छ घाम ल है हाम्रो दाई जोस देखाउँदै हुनुहुन्छ दौडेर अरू दाईहरू पछाडि छन् म यति हिँड्यो नि स्यासे हुन्छ त यार के हो नि हेट दाइ त के हो ओहो दाल है चिसो एल्टिट्युड त के यस्तो जहाँ अल्टिट्युड त्यस्तो मुगुमा हिँडेको मान्छे होइन एल्टिट्युड नभनौँ थाकियो कि हामी अघि है फाइनल्ली हामी डाँडामा पुग्यौँ यस्तो छ पछाडि भ्यू ए पुरा लन्डन देखिन्छ यो पुरै लन्डन त नभनौँ जस धेरै देखिन्छ दाइ के छ छौ राम्रो छ भाइ म आज पहिलोचोटि आएको हो राम्रो लाग्यो जस पलम स्टेटको चाहिँ आधा सबै देखिने छ है अब हामी यहाँबाट निस्किन लाग्यो एकछिन यसो रमाइलो गऱ्यौँ नाचगान गऱ्यौँ टिकटक बनायौँ होइन त दाइ सही कुरो हो कसो दाजु अब हामी यहाँबाट निस्किन्छौँ चिसो भयो खास गरी धेरै चिसो भयो हामीले यहाँ केरा ल्याएको थियौँ अघि केरा खाने छ ए जाडो छ केरा खाने हो बदम ल्याएको होइन बदम छोडाउँदै खाँदै बस्नु हुन्थ्यो नि एक दिन है चिसो छ हो दाइले साँच्ची केरा झिक्नु लाग्नु ए ल है ल केरा खाने आउनुहोस् पोखराखाली झोलामा ल गाइजहरू ल है ओहो अब केरा खानु पर्यो हात चलाउनु पनि मिलेको छैन हो अनि है स्ट्यान्ड अब यसो एकछिन केरा खानु पर्यो एउटा यसो इनर्जी निकाल्नु पर्यो यत्रो हिँड्नु छ यहाँबाट हामी उता जानुपर्छ यार यतातिर जानुपर्छ उता हजुर भित्रबाट गए नि हुन्छ रमाइलो गऱ्यो है भाइ कति खाने अरू केरा मिठो रहेछ यार
आज प्लेनै आएको छैन नत्र यताबाट प्लेन कति आउँथ्यो नि ठ्याक्कै यो डाँडामा बसेको छ नि यहाँ ट्याक्कै उता एयरपोर्ट छ नि त सिटी एयरपोर्ट खाने ल भएमै भइसक्यो केरा खायो बोक्दा हातमा मात्रै दिन नदेखेसम्म जस्तो छ यहाँ चन्द्रमा देखिरहेको छ ठ्याक्कै यहाँनिर तर आउलामै छ चन्द्रमा मैले आउँदामा नचाइदिइरहेको छु चन्द्रमालाई ए डाँडाबाट झर्न लाग्यौँ है अब चिसो बढी भयो अनि त्यही भएर धेरै चिसो पनि बस्नुहुन्न भोलि काम छ बिरामी भयो भने तनाव हुन्छ यहाँ त एक दिन बिरामी भयो भने धेरै असर पर्छ त्यही भएर हामी यहाँबाट निस्क्यौँ यहाँ खैरिनीहरू बसेछन् होइन हजुर चिसो के लास्ट चिसो छ नि हजुर के हुनु दाइ चिसोले त मार्छ नि यहाँ ठ्याट हजुर अब हामी निस्किन्छौँ प्लम स्टेट नेपाली बजारमा तपाईँहरूको घरको छेउछाउतिर पुगिन्छ चिसो त अब त चिसो फाल्ने कुरा खानैपर्छ एक गएर एक लट हार्ड कफी खानुपर्छ डबल सट अनि बल्ल जिउमा तागत आउँछ नत्र त धेरै पछि निस्कियो त्यही भएर नि हो कि चिसो छ अब हामी फर्किँदैछौँ अहिले चाहिँ हामी एक कुरो अहिले हाम्रो हिँडाइ भनेको एक कुरो उयो फास्ट हो स्वाट 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 हो हजुर उयो अगाडि माछा मारेर जान्छ सस्तो बजार लाग्दो सस्तो सस्तो सामानहरू कहाँ सेकेन्ड ह्यान्ड त्यस्तो पाउँछ ए कुन बार पाउँछ नि एबेउरतिर जरा चाहिँ प्रमिस छ चिसो आराममा चल्यो यस्तो सानो पोखरी छ पोखरीमा ट्याक्क हाँसहरू एक दुईवटा अहिले हामी यस्तो पोखरीतिर आएका छौँ त्यो डाँडाबाट तल झरेर पोखरीमा आयो चिसो चिसो छ घाम डुब्न लागिसकेका छन् अब हामी निस्किनु पर्छ दाइ हाम्रो दाइ थाक्नु भयो यति हिँडेर थाक्नु भयो है हजुर फोटो हानिदिने ल ल फाइनल्ली आजको भ्लग यति सक्यो अब हामी
घर फर्किँदैछौँ। अब हाम्रो घर नजिकै छ यहाँबाट। ओके, थ्याङ्क यू सबैजनालाई यत्रो बेरसम्म हेरिदिनु भयो, माया गरिदिनु भयो। अब चाहिँ सबैले होइन लाइक सेयर कमेन्ट गरिदिनु होला। अब अर्को भिडियो चाहिँ न्यु इयरको दिन लिएर आउनेछौँ। यो भिडियो अलिकति पोस्ट गर्न ढिला हुन्छ होला किनकि काम छ भोलिदेखि, त्यही भएर न्यु इयरको इभको र न्यु इयरको दिनको भिडियो चाहिँ म मजाले त्यही दिन बसेर मजाले बिदा छ त्यही दिन बनाउँछु। ओके, गुड नाइट, हेभ अ गुड डे। सबैको दिन राम्रो होस्, शुभ होस्। तर मेरो यो च्यानललाई लाइभ सेयर लाइभ भन्दा यो मेरो च्यानललाई सेयर सब्सक्राइब र लाइक गरिदिन नबिर्सिनु होला। धन्यवाद।